Hello guys, good morning to you all and welcome to our channel. कानको मुक्काले फर्किसौ. Welcome to our channel. आज चाहिँ म अफिस गएर एकछिन अफिस बसेर उता सोमबारे वेस्ट तारिबिर जाने किनकि पर्सि नानाको बिहा छ. सो आज चाहिँ म जान्छु अफिस निस्केर त्यहाँदेखि भोलि चाहिँ सुन्दा हुन्छ. सुन्दा आइज यहाँ मेरो फोन चार्जमा छ किनभने म लानु सक्थे तपाईहरुको त्यहाँ. My phone is in charge. Hello guys. अन्त मैले चाहिँ हिजो केस काटेको थिएँ कि यस्तो भइरहेको छ धेरै न. यो भ्लग चाहिँ आज स्टार्ट गरेको छु तर बिहाको दिन मात्रै एन्ड गर्छु किनकि म चाहिँ मेरो कानको लाउँदैछु किनभने बाइ बाइ. भोलि कम्ती देखाइन्छ. म चाहिँ भोलि मात्रै जान्छु. भोलि मात्रै आउँछु किनभने यो आज जानै पर्छ अरे अफिस. म पनि जानु त जानै पर्छ हो. सो अब आफ्नै नानाको बिहा हो त्यही भएर चाहिँ म छुट्टी बसेको. नभए म छुट्टी बस्ने वाला में से नहीं हूँ ने. सो गाइस अहिले निस्केर देखाउँछु मेरो झोला पत्याउरा पोका पत्याउराहरू पनि. ओके मेरो चाहिँ एउटा यो ब्याग थियो अन्त एउटा लुगाको ब्याग थियो अन्त यो चाहिँ हो त्यो तारेबिरबाट वेको गाडी. यहाँ म यो चाहिँ सेकेन्ड डे थियो मेरो त्यहाँनिर. बिजी नि हो म त भिडियो गर्नु पर्यो नि हैन. भोलि भेनाको लागि भनेर आज नेल पलिसहरू लगाएर सबै चेरेक चेरेक समाजको भाँडाकुँडा अर्काको किन हेर्थे है. देमाला पनि त सानो राम्ररी देखेन त हजुर त. यहाँ स्टोर रुम छ. यहाँ डाइनिङ यहाँनिर रिफ्रेसमेन्ट अरे ए होइन त यहाँ माम हो. त्यहाँदेखि यहाँ तल चाहिँ रिफ्रेसमेन्ट बाटो यही हो. बेहुलीको माइली बहिनी. अब भोलि पछि भिडियो पसाउँदाखेरि मात्रै साइली बहिनी के भेनालाई आजै बेहुलीको कान्छी बहिनी. यता चाहिँ रिलेटिभ्स. What is your name? What is your name? छिटो न. म फुपू नाम्चे अरे. रास छ नि त फुपू नाम्चेको चाहिँ. यो चाहिँ कसरी खानु हो भोलि पर्सि त चुट्टाएर खानु सक्दैन होला है बुबु. हाम्रो बेहुलीको कान्छा भाइ. सुमत सामान हेर एकदम गाह्रो भयो. हात यस्तो भएछ. यहाँनिर हाम्रो भाँडा टल्काउने एकदम बाहिरदेखि ल्याएको एकदम यहाँ हेर्नु त नाना भाउजू हेर्नु न एकदम भाँडा टल्काउनेहरू चाहिँ यस्तो छ. चिसो लिएको पानी चिसो. माम खाने डाइनिङको पनि टक्कै सेटअप भइसकिसकेको छ. माम खाने डाइनिङको सेटअप हामीले गरेको. यो चाहिँ माम खाने. दिस इज चाहिँ माम खाने भने मुनिजुमै मुनिजु कति चाहिँ काम गरिसक्यो नि हामीले. त्यहाँनिर चाहिँ सेल्फी बुथ सेल्फी कर्नर सेल्फी हानौँला भन्ने त यही पो हो त नि. यो त हो चाहिँ रिफ्रेसमेन्ट हो ल गाइज. हेलो गाइज दिस इज रिफ्रेसमेन्ट वाला रुम. यहाँ ठ्याक्कै बसेर दामी छ. त्यो आज मलाई नानाले टेकेर नि लडाएर सक्ना त्यो. And this is the bar. मलाई के गरिदिनुहोस् भने मलाई चिकन चिल्ली चिकन ड्राई फ्राई. दामी देखेछ है हाम्रो डाइनिङ. जन्ती पनि मेरै गाउँको आउँदैछ. हामी पनि यहीँको हो फेरि. जन्ती मेरै गाउँको तारेबिरकै हो यहाँ टक्कै. त्यहाँदेखि एन्ट्रेन्स भएर यहाँदेखि गएर चाहिँ अघिको त्यो माथि माम खाने ठाउँमा पुग्छ. यहाँ चाहिँ सेल्फी बुथ सेल्फी कर्नर. यहाँ बहिनीहरूले बनाएको अरे. यहाँदेखि चाहिँ बाटो तलबाट यसरी हुन्छ. को यो मान्छे कसले गर्दैछ परम भिडियो गर्दैछ.
यहाँ साली बस्थ्यो त गएर यहाँ चाहिँ के हो यहाँ चाहिँ को बस्छ यहाँ चाहिँ को बस्छ यहाँ को बस्छ बस आई डोन्ट नो गाइस यो चाहिँ मण्डप हो म बेहुली हो सरिता विमल जन्तीहरू बस्न छौँ किचन हेलो गाइस हेलो हाई सिगन छोरी भयो हामी चाहिँ यहाँ चाहिँ यसो चाहिँ गाइस हेर्न सक्नुहुन्छ के गर्दैछ तिमी यस्तो आम्मा यता झन् खतरा रहेछ आहा गाइस गतिलो हाँस्नु पर्यो नि बु तितेपाती कहाँ छ बिचबाट इन्ट्रोडक्सन दिँदैछ फेरि बेहुलीको दाजु माइला हाम्रो बेहुलीको कान्छ भाइ कान्छ हाम्रो बेहुलीको जेठी भाउजू हेलो गुड मर्निङ गाइस फाइनल्ली बिहाको दिन आयो मेरो साथीभाइ हामी पनि उठ्यौँ यहाँनिर साथीभाइहरूको हालत त्यस्तो चाहिँ औ सबेरे सबेरे उठ के कैसा लग रहा है ओए गुड मर्निङ सोनिका गुड मर्निङ अब जान्थेँ आउँछ उठेर टक्कर हेरेर सेटी हुनुपर्छ फाइनली बिहाको दिन पनि आयो टाउको साउको जाडोमै भए पनि नुहाएर चिरिक्कै परे एकछिन ल त्यसमा चार्जर सो म यहाँनिर फुलहरू मिलाउँदैछु पुरा देखाउँछु के भन्दा अब बिजी भएर भिडियो फुलहरू मिलाउँदैछ यहाँनिर त्यहाँबाट नआएको थियो यहाँनिर कुकहरूलाई ठुलो बोल्नु भएको छैन घाम क्या दामी लागिरहेको रहेछ हाम्रो बुबु यता रेडी एकदम रेडी एभ्रिथिङ इज सेट एभ्रिथिङ इज रेडी के गर्नु भएको मटन बुबुको डिपार्टमेन्ट हो मटन हाम्रो नानाले चाहिँ मलाई यहाँनिर उसले काम गरेको भिडियो भएन अरे भनेर चाहिँ भिडियो गरेर के गर्दै भनेर रालसिङ्गन भएर चाहिँ रालसिङ्गन भएर चाहिँ यहाँनिर हाम्रो दुईजना नाना यता चाहिँ हाम्रो देमा हुनुहुन्छ यता मेरो कजन नाना हुनुहुन्छ अहिले राखेको लु गाइस हामी चाहिँ गुराँस हन्टिङमा आएको है यही रुखमा चढ्ने चाहिँ यता छ यता हामीलाई एकदम चाहिरहेको छ हामीले कलर्स बनाउनुको लागि चाहिँ गुराँसको फुलै प्रिफर गरेँ कि तर आम्माम हुन्छ त दामी रहेछ नि त ओ भेनाहरू हुन्छ बिस्तारै चढ्नु है रुखमा चढ्ने जङ्गलमा फेरि के राम्रो देखेको गुराँस फाइनली गुराँस पायो गुराँस पाइसु यहाँ रुख चढ्ने मान्छे फ्या फ्या भएको यस्तो हालत भइसक्यो आएर भरि काट्ने मान्छेको त केस भर्यो यो पस्यो नि छुरी त ल्यायो नि निस्किसक्दा त अन्त यो हालत भएर फ्याबाट नानाले के लडाइ पठाएर माथि त्यो चिप्दैछ गुराँस ऊ माथि हो गाइस हामीले चाहिँ कलर्स पनि बनाइसक्यौँ यहाँ तल लेखेकोमा लगाउने हो अलिक टक्कै कलर्सहरू पनि त्यहाँनिर राख्यो गेटमा त्यहाँदेखि हिजोको फोटो बुच्चेको चाहिँ यस्तो बनाएको रहेछ त्यो रिङमा बलुन लगाएर त्यहाँदेखि स्वाङ पार्दै थियो मेरो बहिनीले चाहिँ त्यहाँ गएर पनि हेऱ्यो त्यहाँनिर त कालो कालो हुँदो रहेछ भनेर भन्यो कालो कालो हुँदो रहेछ त्यो पुरा डे क्लाउडी थियो नि त त्यही भएर फाइनली म चाहिँ रेडी भइसकेको रेडी भइसक्यो फिनिस नाना काङ्ग्यो लाइट छैन यता नाना रेडी हुँदैछ कि कम्ती देखाउँछ न साडी लाउनु हुँदैछ कि हामी चाहिँ लाइट छैन नि त बन्द गरेर यहाँ पिटीमा भेट्यौँ है
दामी दामी लु माम खानु गएको है हामी गाइस आउटफिट अफ द डे मेरो नानाको आउटफिट अफ द डे हाम्रो पाहुना खै हेलो भन्नु हेलो मेरी मम्मी आज कुछ यस्तो देख्नु भएकी छ निनी यस्तो मम्मी बेलुका निनी यस्तो फाइनली गाइस जन्तीहरू आइपुग्नु भयो त्यही भएर हामी रिसेप्सनको लागि जाँदै थियौँ सो जन्तीको अराइभल अफ जन्ती ल ओइन न यता हेर्न जन्तीहरूको उयो गर्नु ए जन्तीहरू यहाँ रेडी ओ म लडी जान्छु जस्तै लाग्दैछ है मेरो पनि छ लुकान छाता मारिरहेको छ लुकान खोल्छ छाता खोल्छ लुकान छाता मारिरहेको छ हिर्का हाम्रो बेहुली लुगा बिगार्देऊ भन्दै यहाँनिर चाहिँ हाम्रो बाङाहरू बसिरहनु भएको छ बाङा हेलो आफ्नो लुगा बिग्रियो हेलो आजी हेलो जन्तीहरू हेर्न भिडियो नभने होइन राम्रो हेर्छ यहाँ चाहिँ भाउजू हेलो जस्तो छुनु त छुनु त अब के गर्नु आमालाई शिर उठाउनु हुन्छ हो त्यतिकै गरेर ओडाइदिनु त्यतिकै ओडाइदिनु होइन खोलेरै ओडाइदिउँ भनेर होला नि त जाडामा अहिले ओड्दा भयो आमा डोकाउँदै शिर नढलोस् है आमा छोरीले राम्रो गरी छोकी त्यसरी छोएर अलिक साह्रो हो
नहुने भिडियोमा निकालिदिन्छु सबै नहुने भिडियोमा सबै निकालिदिन्छु तपाईहरु जतिले नसुने हो भयो है त्यसमा मलाई केही छैन उहाँहरुको दिनु तपाईहरुको सबै भनेर माथिको यो यसो गरेर जतिको पाउँछ मेरो घर पनि यता मुनि यता बेहुलीको सँगै हो सो म पनि फर्किँदैछु उनीहरूसँगै भोलिदेखि अफिस जोइन गर्नुपर्छ हाम्रो जन्तीहरू नाच्नु न अहिले त यहाँ तल स्टेपै हुँदैन गएको बेहुली लगेर गएको म पनि आएको त ल जाउँ लड्छ दादा हेलो भन्दाखेरि भिडियो गरेको नि त्यही गीतको रहेछ लगेको बेहुली डुएर हेर्नु नि बेहुलीको हालत चाहिँ गएको ल हो आउँदा म भोलिको अफिस जानुपर्छ नि गेट आउट भनेर नि मलाई